हेलो साथीहरु, आज चाहिँ हामी यहाँ पछाडि दाजु पनि आउँदैछ। दाजु र म चाहिँ बारीमा दाउराहरू काटेर लथालिङ्ग भइरहेको थियो हो। सो दाउराहरू थन्कमङ्ग गर्न जाँदैछौँ। घाम लागिरहेछ त्यस्तै हो, गर्मी छ त्यस्तै, दिन बिग्रिन जस्तो पनि हुँदैछ। सो तपाईहरु के कस्तो हुनुहुन्छ? सन्चो सुविस्ता हुनुहुन्छ हुन्न? यसो कमेन्टतिर लेख्नु होला। र अब चाहिँ डेली आउँछ यस्तो खालको भ्लगहरु ल, किनभने अब मैले भ्लगहरु कन्टिन्यू गर्नु छोडेको थिएँ। रेन्डम भ्लग अब चाहिँ लिएर आउँदैछु तपाईहरु सामु है, किनकि आजकल म मेरो यो ब्याक पेन भएकोले गर्दा, कम्मरको प्रब्लम भएकोले गर्दाखेरि चाहिँ मैले यताउति जानुहरु छोडिदिएको थिएँ क्या। अब निस्केको छुइनँ घरदेखि बाहिर त्यति साह्रो। सो अब चाहिँ यसो सोचे भ्लगहरु नगरेको धेरै पनि भयो, भिडियोहरु नबनाएको पनि धेरै भयो। सो अब चाहिँ म भिडियोहरु पनि बनाउन सुरु गरेँ। आजदेखि चाहिँ डेली आउँछ भिडियो, डेली है। तर रेन्डम भ्लग आउँछ गाइस है। अब दिनभरि म के गर्छु, कसो कसो गर्छु, रेन्डम टाइपको भ्लगहरु हुन्छ, लाइभमा आउँछु है। र यसो भिडियोलाई लाइक शेयर एन्ड फलो गर्नु पनि नबिर्सिदिनु होला है। र हेर्दै गर्नुहोस् भिडियो। आम्मामा यहाँ हेर्नुहोस् त घाम, यो खाल कता छ यस्तो टिलिलिली भइरहेछ हो। मतलब त्यस्तो घाम त लागेको छैन, तर के छ भन्दाखेरि चाहिँ एकदम गर्मी छ क्या। गरम चाहिँ हेभी बढेको छ अहिले। अब चियाबारीहरूमा हेर्नुहोस् न, यति दामी पत्ती पलाइरहेको छ। पत्ती पनि अहिले त खै, पहिला त यस्तो पत्तीहरू पलाउँदाखेरि त बिगाहरू लगाएर है, के लगाएर मान्छेहरू उयो गरेर मजाले टिपाउँथ्यो। अहिले त खै त्यति साह्रो ध्यान नदिएको जस्तो लाग्छ कमानहरूले पनि है। र यता हेर्नुहोस् ल, यो चाहिँ मेरो बारी हो। अब यो बारीमा पनि मैले है दाउराहरू काटिरहेको छु। सो आज चाहिँ त्यो दाउराहरू पनि साइड गरिराख्ने गाइस। मेरो कपाल हेर्नुहोस् न कस्तो भइरहेछ बाई। जङ्गल गएर आएको, जङ्गल गएर चाहिँ घाँस काटेर आएको गाइस। घाँस काटेर, म घाँस काटेको भिडियो नि एकदिन तपाईँलाई म देखाउँछु नि। घाँस काटेर आएको, त्यहीँ खानासाना खाएर चाहिँ मेरो बारीमा आएको गाइस। र बारीमा चाहिँ हेर्नुहोस् न यस्तो भइरहेछ अहिले फिलहाल चाहिँ। सेलेले छ हो, हेर्नुहोस् कति मजाले फुल पनि फुलिरहेको हो, तपाईँहरूले देख्न सक्नुहुन्छ। फुल पनि फुलिरहेछ हो एकदम हो। यहाँनिर बारी चाहिँ तर लथालिङ्गै छ। आइया हो, काँडाले भेट्यो नि हो। यो काँडा फुलले चाहिँ यस्तो हुन्छ नि त गाइस, अलिकति दिता हाल्यो हो। अन्त मेरो बारी चाहिँ यस्तो लथालिङ्ग भइरहेछ। अस्ति रुखहरू काटेर चाहिँ यहाँ बाँसहरू पनि पुरा लडिरहेछ यसरी। अब यो बाँसहरू पनि काट्नु छ। र मैले यहाँनिर चाहिँ अलिकति अब मेरो सानो माथि दोकान तपाईँलाई थाहा छ, यहाँ दोकान खोलिरहेको छु होइन। त्यो दोकानको वरिपरि चाहिँ अलिकति जङ्गल ज्यादा भएर साफसफाइ हुँदैछ। र यो दाउराहरू यहाँ थाक पडिरहेछ मेरो हो। आज चाहिँ म यो दाउराहरू सबै साइड पाउने, तपाईँहरूले हेर्नु सक्नुहुन्छ है। मेरो पानी पनि झऱ्यो, हेर्नुहोस् न यी दाउराहरू यहाँ अब लडिरहेछ अहु परतिर हो। सबै दाउराहरू आज म साइड गर्ने। र अब भिडियो हेर्दै गर्नु होला। यस्तै टाइपको भिडियोहरू म तपाईँहरूको सामु कन्टिन्यू ल्याउने छु। र फलो पनि गर्दै गर्नु होला पेजलाई। हुन्छ साथीहरू, हेर्नुहोस् सानो सब्जी पनि भेटाइयो, च्याउ हेर्नु है। अहिले चाहिँ अब प्रशस्तै हेर्नुहोस् न कति दामी फलिरहेको छ च्याउ। प्रशस्तै च्याउहरू पाउन थाल्छ अहिले चाहिँ। अब यो बर्खा झरीतिर चाहिँ हो, बेलुका अलिकति हल्का सब्जी त भइहाल्यो नि गाइस अब होइन। यसलाई यहाँ राखिराख्नु अहिले फिलहाल चाहिँ। सो गाइस यहाँ हेर्नुहोस्, दाउरा चाहिँ त्यहाँनिर हामी थाहा लाउँदैछौँ है। र यताभरि यो सबै दाउराहरू छ काटेर राखिराखेको। सो दाउरा चाहिँ हामी त्यहाँ साइड गर्ने पहिला। र यो सबै सफा गर्नुपर्ने छ गाइस। यहाँ हेर्नुहोस् यस्तो छ अहिले फिलहाल चाहिँ जङ्गल।
यो जङ्गललाई चाहिँ सफा गरेर यसको अलिकति अर्थ कटिङहरू गर्नुपर्ने छ। सो भिडियो कम्प्लिट हेर्नु होला। सो फाइनली गाइस दाउराहरू चाहिँ यहाँनिर थाक लगाइसक्यौँ, अलिकति घाँस पनि निस्क्यो र यहाँ चाहिँ यो खालको सोत्तरहरू भेला गरिरहेको छौँ। अब यो माथि चाहिँ अब साफसफाइ हुँदैछ अहिले फिलहाल चाहिँ है। दाजु र मैले मिलेर यति चाहिँ गरिसक्यौँ अलमोस्ट, अझ यतापट्टि गर्नु डल्दैछ। सो स्टे ट्युन भिडियोमा है बनिरहनु होला। सो गाइस भिडियो अन्तसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद है। र फिलहाल अहिले चाहिँ म चाहिँ घर लाग्दैछु है, किनभने समय निकै गइसक्यो र भिडियो पनि धेरै लामो भएर जान्छ भनेर चाहिँ मैले अब यतिमै अन्त गर्ने सोचेँ। र यहाँ हेर्नुहोस् गाइस बारीमा जानुको फाइदा चाहिँ यो छ, दाउरा पनि आयो हो, साथमा अलिकति यहाँ च्याउ देख्नु हुँदैछ नि, सब्जी पनि आयो, बारी पनि सफा भयो। सो यति नै भन्दै फेरि है अर्को भ्लगमा भेटौँला भन्दै आजको भ्लग चाहिँ म यहीँ समाप्त गर्न चाहेँ। थाक्यो पनि है, देखिरहनुहुन्छ पसिना पसिना पनि भइरहेको छु। सो थ्याङ्क यू भेरी मच है अहिलेसम्म भिडियो हेरिदिनु भएकोमा भन्दै आजको भ्लगलाई चाहिँ म यहीँ समाप्त गरेँ। र जसले पनि मेरो पेजलाई फलो गर्नु भएको छैन प्लिज है फलो गरिदिनु होला। बाख्रा कराउँदैछ। बाई बाई गाइस।